भोक भोक पो लाग्यो त के खाम पो भयो त के खाम हो फ्रिजमा के छ हेरौँ त ए अन्डा रहेछ अन्डाको अम्लेट बनाएर खानु पर्यो आमालाई चाहिँ प्याज काट्दिनु भन्नु पर्यो आमा बसिरहनु पर्छ कि बाहिर प्याज र खोर्सानी सोर्सानी काट्दिनु पर्यो आमा के अरे अन्डाको अम्लेट बनाउँछु म तपाईँ प्याज स्याज काटिदिनु ल म प्याज काट्दिनँ म खान्न पनि मलाई अन्डा खायो भने ग्यास हुन्छ आफै पका पनि आफै खा पनि ए ल ल ल त्यसो भए अब आफै बनाउँछु आफै खाइदिनु पर्यो अब के गर्नु आमा नखाने अरे हो साथीहरू अब चाहिँ म चाहिँ अन्डाको अम्लेट बनाएर चाहिँ खाइदिनु पर्यो दुईटा अन्डा खाइदिनु पर्यो प्याज खोर्सानी चाहिँ काट्दैछु म अम्लेटको लागि साथीहरू हो अन्डाको पाक्दैछ हो मलाई चाहिँ यसरी फ्राई गरेको चाहिँ प्याजहरू हालेर फ्राई गरेको चाहिँ एकदमै मनपर्छ नि साथीहरू त्यही भएर ए मिठो मिठो खाना आयो त हो अन्डा पो पकाइदिएको अब मिठो पो देखियो त म खाएँ एउटा एक प्लेट हालेर लगेको अन्डा खायो भने ग्यास हुन्छ आफै पका पनि आफै खा पनि अहिले त नखानु भन्दै साथीहरू अहिले लानु भयो एउटा त बनाइदियो दुईटा बनाइदियो